आजद्वारा निर्मित चौथो मुभी लभ इन चाइनाको कार्यक्रममा पाल्ने सम्पूर्ण पत्रकार साथीहरू, नेपाल कलाकार सङ्घको अध्यक्ष नवल खड्काज्यू, नेपाल प्राविधिक सङ्घका अध्यक्ष, नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष मनोज केसीज्यू, नेपाल चलचित्र पत्रकार सङ्घका महासचिव लक्ष्मण सुवेदीज्यू, नेपाल चलचित्र नृत्यकार सङ्घका सचिव जसन नाइकज्यू र अन्य चलचित्रकर्मी टेक्निसियन साथीहरू, सर्वप्रथम त हाम्रो निमन्त्रणलाई स्वीकारेर र पत्रकार सङ्घको संयुक्त रूपमा निमन्त्रणलाई स्वीकारेर यहाँ पाल्नु भएकोमा मुरी स्वागत तथा धन्यवाद दिन चाहन्छु। नेपाल निर्माता सङ्घमा चाहिँ कार्यकारी निर्माताहरूको चाहिँ कार्यकारी पदाधिकारीहरूको चाहिँ मिटिङ भएको कारणले गर्दा उहाँहरू आउनु नै हुनेछ, तर अलिकति ढिलो होला। त्यसको लागि पनि म तपाईँहरू सामु क्षमा माग्न चाहन्छु। र जुन हाम्रो फेरि पनि यो 9 गतेबाट चाहिँ अल नेपाल दर्शक सामु यो फ्रेस लोकेसन, विशुद्ध नेपालीपन बोकेको, विशुद्ध नेपाली भेषभूषा बोकेको, सबै जातिलाई समेटेको समावेशी चलचित्र र विगतको ऐतिहासिक चलचित्र, यस्तै अहिलेको चलचित्र बजारमा पनि आफ्नो लगानी चाहिँ सजिलै उठाउँछ भन्ने म आशा गर्छु। वास्तवमा हिजो उहाँले मलाई टाइम भन्नु भएन, गर्ने मात्रै भन्नुभएको थियो। 1 घन्टा अगाडि उहाँले फोन गर्नु, त्यतिखेर म पिएनबी हस्पिटलमा मेरो उहाँको क्यान्सरको अपरेसन भएको थियो, त्यसको रिपोर्टहरू गरिरहेको थिएँ। कार्यकारी निर्माता प्रमोद श्रेष्ठज्यू, निर्देशक उदय सुब्बाज्यू उहाँ आइपुग्नु भएको छ, मिटिङमा हुनुहुन्छ। लेखक प्रकाश पुरीज्यू, द्वन्द सूर्य ठोकरज्यू यहाँ आउनु भएको रहेछ। म चाहिँ यो ठोकर रहेछ, मलाई ठोकर भन्ने सम्झेँ क्या। नृत्य निर्देशक दिनेश पाखरे उहाँ आफै हुनुहुन्छ। छायाकार विमल ढकाल, गीतकार दयाराम पाण्डे डब्बु, स्वर राजेश पायल राई, प्रमोद श्रेष्ठ, उपासना नेमङ, दिनेश पाखरिन र विश्व मुखिया आदि। चलचित्रको अडियो चक्कालाई सार्वजनिक गर्ने क्रममा छौँ। त्यसलाई सहयोग गर्छु। यदि पुगेन भने सामूहिक रूपमा 3जनालाई छोएर त्यहाँ गरिदिनु त पूजा गर्दा पनि यसो देब्रे हातमा सुन्छ नि। ओके, रेडी? त्यसलाई खोल्ने क्रममा छौँ। फोटो श्रव्य चक्का सार्वजनिक भएको छ। कम्प्याक्ट डिस्क अलिकति मुस्कान सहित छ। म चाहिँ प्रेसरबाट आएको हुनाले हाम्रो पाखरिनजीले चाइना बोर्डरमा पुगेर चाइना लभ इन चाइना बोर्डर निर्माण गर्नुभएको छ। यो उहाँले भन्दै आउनु भएको छ यो मेरो ड्रिम प्रोजेक्ट हो भनेर। अल नेपाल रिलिज हुने भन्ने 27 मुलामा एकसाथ रिलिज हुन्छ भन्नुभएको छ। र सम्पूर्ण चलचित्र पत्रकारहरूको तर्फबाट चाहिँ म के भन्छ, यो चलचित्रले व्यावसायिक रेकर्ड कायम राखोस्। म के भन्न चाहन्छु भने चलचित्र राम्रो बनेको छ भने तपाईँको चलचित्र राम्रो चल्छ, राम्रोसँग चलाउनुहोस्। र यही हो कि यो चलचित्र फेरि चलेन भनेर हतोत्साहित नहुनुहोस्। तपाईँलाई हामी फेरि सहयोग गरेर नै छौँ। र उहाँले हामीलाई थाहा छ उहाँले यो अर्को चलचित्र पनि बनाउँदै हुनुहुन्छ। तसर्थ म के भन्न चाहन्छु साथीभाइहरूलाई चाहिँ, कृपया यदि कसैले म यो चलचित्र क्षेत्रमै लागि पर्छु भने त्यस्तो मान्छेहरूलाई हामी सबैले दिल खोलेर सहयोग गर्नुपर्छ भन्ने, दिल खोलेर सहयोग गर्नुपर्छ नि, त्यो चाहिँ गर्नु नै पर्छ भन्दै मैले यदि कसैलाई पेज हालेर शब्द बोलेको छ भने त्यसको लागि माफी चाहन्छु। यो प्रेस भेटघाट प्रेस सम्मेलन कार्यक्रममा यस चाइना बोर्डरका निर्माता, कलाकार, प्राविधिक, निर्देशक आइपुग्नु भएको छैन। त्यस कारणले उहाँलाई अब यो के भन्ने एडभान्समा दिइराख्नु आउँदै हुनुहुन्छ होला। र विभिन्न सङ्घ संस्थाका अध्यक्ष तथा पदाधिकारी, मञ्चमा आसीन अतिथिज्यूहरू र मञ्चभन्दा अगाडि बस्नुभएका सम्पूर्ण पत्रकार तथा चलचित्रकर्मी साथीहरू, वास्तवमा दुई आत्माको मिलन भनेर हामी बुझ्ने गर्छौँ। तर त्यति परिभाषाले मात्रै यो कुरा हुँदैन जस्तो लाग्छ, किनभने यसमा प्लस भावनाको कुरा पनि जोडिएको छ जस्तो मलाई लाग्यो यो नामले गर्दा, कि दुई राष्ट्र बीचको अथवा समाजको अथवा सामाजिक कुराहरूलाई पनि यसले उठाएको हुनुपर्छ। किनकि चाइना बोर्डर भनिसकेपछि दुईटा
एउटा बोर्डरको कुराहरू उठ्यो, यसले भावनाको कुरा पनि जोडेको छ र भावनाको कुरालाई पनि जोडेपछि मात्रै यो पूर्णता पाउँछ जस्तो मलाई लाग्यो। र सबभन्दा पहिला कुरा त यो सम्पूर्ण टिमलाई म शुभकामना दिन चाहन्छु। नेपाल चलचित्र कलाकार सङ्घका तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि अहिलेको अवस्थामा यसले व्यावसायिक रूपमा जो खालको स्थिति छ अहिलेको त्यो स्थितिलाई पार गर्दै व्यावसायिक रूपमा पनि यसले सफलता हासिल गर्न सकोस् र चलचित्र उद्योगलाई एउटा पिलरको रूपमा हामीले जो स्थापित गर्ने क्रममा अगाडि बढिरहेका छौँ, त्यसैले त्यो मजबुत एउटा पिलर बनाउने क्रममा यो लभ इन चाइना बोर्डरले एउटा इँटा थप्ने काम पक्कै पनि गर्नेछ। चलचित्र हेर्न पाइएको छैन, विश्वास छ यसभित्र जो निर्देशक, जो चाहिँ यसका सङ्गीतकारहरू, यसका निर्माताज्यूहरू, राइटर, जति पनि प्राविधिक साथीहरू, कलाकार साथीहरू हुनुहुन्छ, उहाँहरूको विगतका अनुभवले गर्दाखेरि एउटा साँच्चै नै सुन्दर चलचित्र बनेको हुनुपर्छ र सबैले मन पराइदियोस् भनेर चाहिँ अब मन पर्ने खालकै यो चलचित्र बनेको छ भन्ने कुरामा पूर्ण विश्वास छ। म नेपाल चलचित्र कलाकार सङ्घको त्यहाँको सदस्य भएको हैसियतले मैले त्यहाँ सिङ्गली वैधानिक बाटो हिँड्दैन भने अरू सङ्घ संस्थाका साथीहरूले पनि सबैलाई त्यो एउटा कुरालाई मिचेर काहीँ पुग्नेवाला पनि छैनौँ र कसैले कसैलाई थकाउँदैमा, कसैले कसैलाई चाहिँ धम्काउँदैमा, कसैले कसैलाई टेर्नेवाला पनि छैन, कोहीभन्दा कोही कम छैन। त्यो भनेको हामी आफूमा मन माझ गरेर आफ्ना कमी कमजोरीहरूलाई चाहिँ मेरो कमजोरी हो भनेर स्वीकारेर हामी चाहिँ अगाडि बढ्नुपर्छ। आफू झुकेपछि मात्रै अरूलाई झुकाउन सकिन्छ, यो कुरामा हामी सबै प्रष्ट हौँ। आफू चाहिँ भयङ्कर हुँ भन्ने अनि अर्कालाई चाहिँ झुकाउन कसैले लाउँछ भने त्यो कसैले पनि झुकाउन सक्दैन। यदि अर्कालाई झुकाउनु छ भनेदेखि पहिला आफू चाहिँ झुक्नु जान्नुपर्छ। यो भन्दै र त्यो विधान टिप्पणी भएको कार्यमा खबरदारी मात्रै गरेको यो स्पष्ट भइदिनुहोस् र जुन खालको फोहोरी खेलहरू भइरहेको छ यसमा सबै पत्रकार साथीहरू, सबै सङ्घ संस्थाका चाहिँ स्टेक होल्डरहरू पनि सतर्क र सचेत भइदिनुको लागि म अनुरोध गर्न चाहन्छु। र यो जुन अब फेरि लास्टमा चाहिँ के भन्नु पर्यो भने अब भन्नै पर्ने हुन्छ, लभ इन चाइना बोर्डरको यो व्यावसायिक र यसले चाहिँ दर्शकहरूको मन अत्याधिक मात्रामा चाहिँ मन जित्न सकोस्। व्यापारी रूपमा पनि अब यो 4औं फिल्म हो, उहाँहरूको कम्पनीको अब 5औं 6औं हुँदै यसै गरी हामी बोल्न पाउने अवसरहरू प्रदान भइरहोस् भन्ने शुभकामना दिँदै म यहाँबाट बिदा हुन्छु। हस् त, धन्यवाद। हामी फिल्म इन्डस्ट्रिजलाई उहाँको फिल्मलाई चाहिँ शुभकामना मात्रै नभइकन, किन भन्दाखेरि फिल्म चलाउनेतिर सबै साथीले पोजिटिभ लिएर जानुपर्ने मेरो शुभकामना छ। किन भन्दाखेरि हामीले बोल्छौँ एउटा होइन, काम गर्छ अर्को। तर म त भनौँ कि चाइनाको होइन कि सबैको, हाम्रो दिनेश पाक्रिनजीको फिल्म मात्रै होइन कि सबै फिल्मलाई निरन्तरता दियोस्। निर्माता सङ्घ, चलचित्र सङ्घले पनि हामी धारणा देखिरहेका छौँ 4वटा फिल्म 5वटा फिल्म बनिरहेछ, यो गलत प्रक्रिया हो। कलाकार आदरणीय दिनेशजी, त्यसमा आसिरहनुभएका कलाकारी मित्रहरू र यहाँ उपस्थित रहनुभएका पत्रकार लगायत सम्पूर्ण यहाँ उपस्थित रहनुभएका महानुभावमा सर्वप्रथम अभिवादन। सम्मेलनमा बोलाएर बोल्ने अवसर दिनुभयो र म निकै भावुक पनि भएको छु। शोभा मैले कला क्षेत्र मेरो विचारमा हामी सबै कुनै न कुनै तरिकाले कलाकार त हुन सक्छौँ, तर कलाकारिताको पनि केन्द्रीकरण र त्यसको नेतृत्वदायी भूमिका खेल्ने भनेको चाहिँ व्यावसायिक ढङ्गले आफ्नो क्षमता प्रस्तुत गरेर अगाडि बढ्नुहुने कलाकारहरू नै हो जस्तो लाग्छ। लभ इन चाइना बोर्डर पत्रकार भेटघाट कार्यक्रमका आयोजक मित्रहरू, मञ्चमा आसीन अतिथिज्यूहरू, उपस्थित पत्रकारज्यूहरू, सर्वप्रथम त पाक्रिन फिल्म्सको प्रस्तुति लभ इन चाइना बोर्डरको यो रिलिजको पूर्व सन्ध्यामा पत्रकार भेटघाटको अवसर पारेर शुभकामना दिन पाउँदा अति नै हर्षित छु। लभ इन चाइना बोर्डरले व्यावसायिक सफलता प्राप्त गरोस् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु। आज नेपाली चलचित्रहरू दिन प्रतिदिन व्यावसायिक असफलतातर्फ ओह्रालो लागिरहेको अवस्था अहिलेको वर्तमान अवस्था हो। एउटा बच्चा जो ग्यारेजमा काम गरेको हुन्छ, उसलाई ग्यारेजमा काम गर्दा गर्दै नायकको साथी आउँछ र त्यो नायकको साथीले उसलाई चिया लिन पठाउने, कोक लिन पठाउने, उसलाई अलिकति डोमिनेट गरिरहेको हुन्छ, जसको कारणले त्यो बच्चा रिसाइरहेको हुन्छ र बच्चा चिया लिन जान्छ, के अन्य कुरा ल्याउने गरिरहेको हुन्छ। साह्रै दुःख दिएपछि चिया ल्याउने बेला उसले के गर्छ भने ल खाला चिया भनेर उसले चियामा थुकिदिएको हुन्छ र
र चाहिँ घोलेर त्यो चिया लिएर जान्छ, त्यो दृश्य काट्नु भन्छ। म सबभन्दा पहिला त क्षमा चाहन्छु, किनभने निर्माता सङ्घको कार्य समितिको बैठकमा चाहिँ एकदमै अत्यन्त जरुरी बैठक पनि थियो। त्यस कारणले गर्दाखेरि त्यहाँ हामी 0 मा हामी त्यहीँ थियौँ, त्यसले गर्दा अलिकति ढिला भयो। त्यसको निम्ति क्षमा चाहन्छु। अलिकति होइन, धेरै नै ढिला भयो जस्तो लाग्छ। यो 11:30 बजी भयो जस्तो लाग्थ्यो। एक किसिमको यसको अस्ति इन्कोडिङ भएर प्रिभ्यू हेर्दाखेरि जुन दृश्यहरू हेर्न पाइयो, त्यो रमणीय स्थानमा जान नपाएकोमा ज्यादै नै चाहिँ आफूलाई दुःख लागेको छ। तर म यो चलचित्रमा कलाकारको रूपमा नभए तापनि डिजिटल सिनेमा नेपाल कम्पनीको रूपमा योसँग आबद्ध छु, किनभने यो चलचित्रको वितरक डिसिएन नै भए हुनाले व्यावसायिक रूपमा चलचित्रहरूले नगरेको जुन ठाउँमा छायाङ्कन नगरेको ठाउँमा हामीले छायाङ्कन गरेका छौँ। सोलु, लुक्ला, फाप्रो, सगरमाथा नजिक गएर हामीले खिचेका छौँ। यो एउटा फ्रेस लोकेसन दर्शकहरूले हेर्नु पाउनुहुनेछ। र अर्को कुरो, यहाँको कथावस्तु एउटा विशेष भूगोललाई लिएको छौँ हामीले। लुक्ला, फाप्रो एरियाको रहनसहनमा बस्ने मानिसहरूको वेशभूषालाई लिएर हामीले यो चलचित्रमा वेशभूषालाई त्यसरी हामीले प्रयोग गरेका छौँ। र कथा भने त्यहाँकै चाइना बोर्डर नजिक लुक्ला फाप्रो एरियाको चाइना बोर्डरको कथालाई लिएर हामीले यो कथामा निर्माण गरेका हौँ। र अहिले जुन चलचित्रको बजारमा आएको छ, अलिकति कथावस्तु पनि कता अलिक भूगोलको निश्चित कथा र समाज बोल्छ। मेरो विचारमा चलचित्रमा एउटा समाज बोल्नुपर्छ जस्तो लाग्छ। एउटा समाजमा बसेको मानिसहरूको कथा बोल्नुपर्छ जस्तो लाग्छ। र बिचमा अहिले आएर बनेको केही चलचित्रहरू हामीले समाज पनि बिर्स्यौँ, हाम्रो वेशभूषा बिर्स्यौँ, हाम्रो कला साहित्य बिर्स्यौँ। र त्यसै कारणले अहिले हामीले चलचित्रको उद्योगमा अहिले खडेरी परेका छ। केही हदसम्म मेरो यो लभ इन चाइना बोर्डरले त्यो करोडौँ रुपियाँ व्यवसाय गर्छ भन्ने म भन्दिनँ। तर एउटा नेपाली समाज बोलेको हाँस, रोदन, द्वन्द र समग्रमा भन्दाखेरि एउटा चलचित्र जो हामीले एउटा मूलधार भन्ने गर्छौँ। धार त हुँदैन चलचित्रको, तर अहिले आएर त्यो धार छुट्याउने जुन क्रम छ, जो मूलधारमा एउटा नेपाली समाज लुकेको हुन्छ, त्यही समाज मैले यहाँ प्रस्तुत गर्न खोजेको छु। आजभोलि हाम्रो बाटोमा कोही तगारो बन्ने कोसिस गरिरहेको छ नि। यो त क्रान्ति हो, क्रान्ति। आफ्नो औकातमा बस।